मेरो आमा बुलाई हेरी बस घरमा तिमी ल अनि मलाई म जान्छु कमाउन तिमी घरमा बसी मेरो आमा बुवालाई बुझाउन जान्छ सात समुन्दर पारी मेरो मम्मी ड्याड अनि तिमी बसिदेऊ न घर बारी बनाइ पनि मलाई चाहिँदैन सानी तिमी यति राम्री छौ तिम्रो कस काने दामी तिम्रो लागि धेरै ठाउँमा म गर्छु तिम्रो लागि मैले धेरै कुरा गरेछु आज भोलि देखाउन पनि म सक्दिनँ मेरो मनमा कति पीडा छ मलाई मात्रै थाहा छ मलाई पीडा छ केटा भएर बाहिर देखाउन गाह्रो छ देखा हेरी कोले बुझ्नु मेरो मनको पीडा ल आज भोलि धेरै मुजी म टाढा छु मेरो मम्मी ड्याड सोधिरहेको छु ल छोरो कति कति के गरिरहेको छ घरदेखि निक्ले 3-4 साल भयो आमा बुवाले मलाई सोधिरहेको छ दिदी बाहिर बसी भन्छ छोरा कति बिग्रिस कति बिग्रिस अनि दाइले सम्झाइरहेको छ घरबार हेर भने मलाई कसरीको राखेको र यस्तै कुराहरू दिमागमा कति कुरा खेल्छ ल तिम्रै लागि भने गाना रेकर्ड गरिबस्छु म तिमी बाहेक अरू कोही चाहिँदैन धेरै टाढा छु आमा बाउलाई टच गर आमा बुवालाई टच गर ल मैले धेरै गरिरहेको छु के गर्नु न तिम्रै लागि गरिरहेको छु सब थोक मम ड्याडहरू मलाई केही चाहिँदैन ल यस्तै कुराहरू धेरै मलाई सताउँछ तिम्रै यादले म डुबिबस्न चाहन्छ आज भोलि तिम्रो साथ मलाई चाहिँदैन अब मदिरा गए मलाई खुल्छ आमा बुवालाई म लान्छु मेरो सपना हुँदा मेरो आमा बुवालाई ल्याउनु छ के भयो मैले सम्झिँदैन यहाँ गरिरहेको यस्तै कुराहरू कति छ तिमीलाई देखाउन नि धेरै मलाई गाह्रो भएको छ तिमीले याद चाहिन्छ भने साथ जान चाहिँदैन आफूबाट म तिमी पर्ने मलाई चाहिँदैन मेरो आमा बुवालाई टच गर्छु म मेरो दिदी भाइलाई मैले फर्स्ट गर्छु ल अब तिमीदेखि फक मैले टाइम दिन्न आजदेखि तिमीसित मैले लाइन दिन्न बेबी तिमी बेबी फक मलाई चाहिँदैन अबदेखि म